नमस्कार साथीहरू, स्वागत छ तपाईलाई आजको रमाइलो यात्रा ब्लगमा। हामी अहिले जाँदैछौँ झापा जिल्लाको बुद्धशान्ति गाउँपालिकामा अवस्थित भाइरल झोलुङ्गे पुल हेर्न। यो पुल अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ। हाम्रो यात्रा सुरु हुँदैछ र च्यानलमा यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। तपाईको माया, साथ, सपोर्टको सधैँ अपेक्षा गर्नेछौँ। आउनुहोस् अब सुरु गरौँ हाम्रो यात्रा। यहाँबाट चाहिँ अब हामी भाइरल झोलुङ्गे पुलतिर प्रवेश गर्दैछौँ। कच्ची बाटो रहेछ होइन।
धुवारीबाट हल्लाइदिउँ कहाँ हल्लिँदो रहेछ त हल्लाउनै नसकिँदो रहेछ नि यो चाहिँ माक्को फडा मान्छे हो यो खालि फडाइ गर्दै हिँड्छ क्या यो चाहिँ लास्टै फडा मान्छे हो गाइस यसलाई कतै देख्नु भने चाहिँ यसलाई हानिहाल्नु होला जाने होइन त्यस्तै रहेछ यहाँ चाहिँ सोमबार र शनिबार चाहिँ एकदम भिड हुन्छ भन्छन् यहाँ चाहिँ अब के हो त्यो चाहिँ अब हेर्दै जाँदै त्यस्तै रहेछ धेरै लामो रहेछ कि अत्याधिक यहाँबाट मुनि हेर्दा चाहिँ रिङ्गाटा चल्ने रहेछ कि कमजोरी मान्छे चाहिँ नआउँदा पनि हुने रहेछ क्या अब हुन्छ तलतिर खेती गराएर छ होइन जसले मकैहरू टमाटरहरू लगाएर छ एकदम दामी तरिकाले खेती गराएर छ कि कोरियन स्टाइलमा क्या कोरियातिर यसरी खेती गर्छ त्यही तरिकाले खेती गराएर छ गाइस होइन एकदम सिरिरिरिरि हावा चलिरहने होइन यो चाहिँ माथि पाहाडको फेरीहरू भयो यो चाहिँ पाहाडहरू तपाईँको इलामहरू पर्छ लगभग रोङ गाउँपालिका लगभग यो यही डाँडाहरूदेखिको डाँडाहरू नै होला होइन राम्रो छ घुम्नको लागि राम्रो रहेछ रिफ्रेस हुनको लागि होइन एकदम धेरै राम्रो रहेछ खोला पनि रहेछ होइन सदा झन् मान्छेको चाप गइन रहेछ कि गाइस अरू बेला चाहिँ एकदमै धेरै मान्छेहरू हुन्थ्यो होइन देखिन्थ्यो भिडियोमा देखिन्थ्यो तर आज हामी आफै आएर हेर्दाखेरि चाहिँ त्यस्तो धेरै मान्छेको भिडभाड घुइँचो त्यस्तो देखिएन क्या मजा आउने रहेछ हेर्नु चाहिँ आज चाहिँ कस्तो भएको छ भने घाम लागेको छैन एकदम धुम्मिराखेको छ मौसम पनि एकदम सुहाना सुहाना छ होइन घुमिराखेको छ भाइरल पुलहरू चाहिँ यही नै हो है गाइस भाइरल पुलहरू चाहिँ तपाईँहरू आइपुग्नु भएको छैन भने एकचोटि आउनु होला आएर घुम्नु होला राम्रो छ यो चाहिँ खोला पार यो चाहिँ तपाईँको बुद्ध शान्ति 7 पर्यो अनि यो चाहिँ यतापट्टिको चाहिँ बुद्ध शान्ति 6 पर्दो रहेछ होइन राम्रो छ तपाईँहरू पनि आउनु होला होइन यहाँबाट लगभग यहाँ मुनिबाट चाहिँ एकदम धेरै गइराखेँ लगभग यो एकिनै गर्नु चाहिँ सकिएन होइन तर पनि राम्रै छ क्या भ्यूजहरू अझ घाम लागेको मौसममा आयो भने अझ राम्रो देखिन्छ तर घाम लागेको मौसममा आउँदा नि गर्मी नै हुन्छ यो पुलको विषयमा अथवा यो पुलको लम्बाइ चाहिँ कति छ भन्ने विषयमा हामीले अर्को भिडियो पनि बनाएको छौँ होइन त्यो भिडियोमा तपाईँहरूलाई कति छ भनेर यसको यथार्थ भिडियो हामीले दिन अलिक धुम्मिएको दिन आइएछ कि अलिक त्यही भएर मजाले क्लियर देखिरहेको छ कि ठिकै छ
पुलबाट चाहिँ झरियो भने चाहिँ बच्ने सम्भावना चाहिँ खासै रहेन रहेछ कि यस्तो धेरै अग्लो रहेछ क्या अब तपाईँको यति नै छ भन्नु चाहिँ भन्छ लगभग 400-500 फिट जति अग्लो चाहिँ हुन्छ क्या माथि पुलबाट गर्दा हेर्दा चाहिँ त्यो अग्लो चाहिँ देखिँदो रहेछ क्या अब यस अलिकति कमजोरी मान्छेहरू आएर माथिबाट हेर्दा चाहिँ गाडा चढेर ढल्ने रहेछ क्या त्यस्तो रहेछ क्या माथि त हाइटमा एकदम धेरै हाइटमा रहेछ कि देख्न सक्नुहुन्छ उनीहरू चाहिँ खेतीपाती गर्ने ठाउँ रहेछ अहिले नयाँ नयाँ रिसोर्टहरू होटलहरू चाहिँ बन्दै रहेछ होइन ठिक छ बिस्तारै डेभलप हुँदै जाँदाखेरि यहाँ पनि क्याम्पिङहरूको लागि राम्रा चाहिँ हुने रहेछ क्या फाइनल्ली अब हामी चाहिँ झोलुङ्गे पुल घुमेर फर्किसकेका छौँ मान्छेहरू चापहरू चाहिँ रहेछ ठिक छ वही ना देखा था